युनिसेफ नेपालको सहयोगमा सेतो गुराँस बाल विकास सेवा कालीकोट र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुरको कार्यान्वयनमा नेपालमा सीमान्तकृत समुदायका बालबालिकाका लागि प्रारम्भिक बाल विकास अवसरको सबलीकरण परियोजना अन्तर्गत अभिभावक शिक्षा कार्यक्रम कालीकोट जिल्लाका 4वटा गाउँपालिका र 3वटा नगरपालिका गरेर 7वटा स्थानीय तहका 134वटा बाल विकास केन्द्रका अभिभावकहरूको ज्ञान सिप र व्यवहार परिवर्तन गर्नका साथै बालबालिकालाई दैनिक जीवनमा सकारात्मक कथा सुनाउने र बालबालिकाहरूलाई उचित स्याहार सुसार सुरक्षा उत्प्रेरणा सिकाइ र पोषणयुक्त खाना समय समयमा स्थानीय शैक्षिक सामग्रीको प्रयोगसँगै निर्माणहरू नियमित स्वास्थ्य चेक जाँच असल बानी व्यवहारका साथै सर्वाङ्गीण विकास र अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ अभिभावकहरूको महत्त्वपूर्ण भूमिका रहेकोले प्रत्येक बाल विकास केन्द्रमा अभिभावक शिक्षा सञ्चालन भइरहेको छ। विक्रम सम्वत 2073 सालदेखि 2076 सालसम्म निरन्तर अभिभावक शिक्षा सञ्चालन भइरहेको छ। यसमा 6784 जना अभिभावकहरू लाभान्वित भएका छन् भने 7341 जना बालबालिकाहरू यस कार्यक्रमबाट लाभान्वित भएका छन्। खाडाचक्र नगरपालिकामा करिब 1627 जना अभिभावक शिक्षामा सामेल भएर बालबालिका सम्बन्धी ज्ञान सिप र व्यवहार हासिल गरेका छन्। गत वर्षको अभिभावक शिक्षामा सामेल नभएका अभिभावक प्रारम्भिक बाल विकाससँग सम्बन्धित सरकारवाला तथा अन्य सर्वसाधारणलाई पनि यो मेलामा स्वागत गरियो। उक्त अभिभावक शिक्षा कार्यक्रममा सहभागी भएका अभिभावकहरूलाई पुनः एकत्रित पार्ने, उनीहरूले सिकेका ज्ञान सिप र व्यवहारमा ल्याएका परिवर्तनको अनुभव आदान प्रदान गर्ने, उनीहरूले सिकेका विषयहरूमा थप पृष्ठपोषण दिने र बच्चा हुर्काउने परम्परागत असल चलनको प्रवर्धन गर्ने उद्देश्यले यस मेलाको आयोजना गरिएको हो। घर पहिलो पाठशाला र आमाबाबु पहिलो गुरु भन्ने मूल नाराका साथ अभिभावक मेला सञ्चालन गर्ने योजना अनुसार मिति 2076 साल वैशाख 17 गते तदनुसार 30 अप्रिल 2019 का दिन खाडाचक्र नगरपालिकाको आयोजनामा नगरपालिका र युनिसेफ नेपालको सहयोगमा सेतो गुराँस बाल विकास सेवा कालीकोट र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा ललितपुरको सहजीकरणमा कालीकोट जिल्लाको पहिलो अभिभावक मेलाको रूपमा श्री जनजीवन माध्यमिक विद्यालयको प्राङ्गणमा अभिभावक मेला सम्पन्न भयो। अभिभावक मेला 2076 का लागि नगरपालिकाका पदाधिकारी कर्मचारी र जिल्ला संयोजक हुकुम साईको बीचमा छलफल गरी सेतो गुराँस बाल विकास सेवाको रकम रु 1 लाख र नगरपालिकाको रु 5 लाख गरी जम्मा 6 लाख बजेटमा अभिभावक मेला कार्यक्रम गर्ने नगर कार्यपालिकाबाट आधिकारिक निर्णयका लागि पहल गरियो। अभिभावक मेलाको पूर्व तयारीका लागि खाडाचक्र नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि, बाल शिक्षक, सेतो गुराँसका कर्मचारी र सरकारवालाको बीचमा अभिभावक मेलामा सल्लाहकार समिति, आकस्मिक उपचार उपसमिति, खानेपानी तथा सरसफाई उपसमिति, स्वयंसेवक व्यवस्थापन उपसमिति, सुरक्षा उपसमिति, सञ्चार तथा समन्वय उपसमिति, स्टेज तथा स्थल व्यवस्थापन समितिका संयोजक र सदस्यहरूको जिम्मेवारी बाँडफाँड गरियो। कार्यक्रम उद्घाटनमा अभिभावक मेला नगर प्रमुख श्री जसी प्रसाद पाण्डेज्यूको अध्यक्षता, संविधान सभाका सदस्य माननीय श्री तुलाराज विष्टज्यूको प्रमुख आतिथ्यता र अतिथिहरूमा नगर उपप्रमुख श्री विजया विष्ट, प्रमुख अतिथि जिल्ला अधिकारी श्री चन्द्रबहादुर कार्की, प्रहरी नायब उपरीक्षक श्री विनोद शर्मा, प्रमुख प्रशासकीय अधिकृत श्री काशी प्रसाद पङ्गेनी र 1 देखि 11 नम्बर वडाका अध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, जिल्लास्थित कार्यालयका प्रमुखहरू, नेपाल रेड क्रस सोसाइटीका सभापति, शिक्षक महासङ्घका अध्यक्ष, नेपाल पत्रकार महासङ्घका सल्लाहकार, खाडाचक्र नगरपालिकाका विषयगत शाखा, युनिसेफ नेपालका शिक्षा अधिकृत, सेतो गुराँस बाल विकास सेवाका अध्यक्ष, सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका कार्यक्रम संयोजक, प्रदेश अधिकृत, जिल्ला कार्यक्रम संयोजक, प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरू, बाल क्लबहरूको बाल शिक्षकहरू, अभिभावकहरू, विद्यार्थीहरूको आतिथ्यतामा कार्यक्रम सुरु भएको थियो।
कार्यक्रम समुद्घाटनमा राष्ट्रिय गानका साथै प्रमुख अतिथिले दीप प्रज्वलन गरेर समुद्घाटन गर्नुभएको थियो। स्वागत मन्तव्य राख्दै नगर उपप्रमुखले आफू पनि अभिभावक भएकोले यो मेलाबाट बालबालिकाका ज्ञान सिप व्यवहारका कुरा सिक्नुपर्ने र सबैलाई सिक्न आग्रह गर्नुभयो। सबैले सक्रिय सहभागितामा सहभागी हुन आग्रह गर्दै स्वागत गर्नुभयो। त्यसै गरेर युनिसेफ नेपालका शिक्षा अधिकृत श्री परशुराम पन्तले बालबालिकालाई अधिकार र विकास सुनिश्चित गर्ने पहिला आमा बुवा तथा घर परिवारबाटै ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो। आज हाम्रा साना बालबालिकाहरूलाई जसरी हामीले लगानी गर्छौँ त्यो खर्च होइन, त्यो लगानी हो। कारण के हो भने भोलि यो समाजलाई, आफैलाई र भोलि यो राष्ट्रलाई उसले के दिन्छ, आज गरेको लगानीले उसले भोलि प्रतिफल प्राप्त गर्ने अवसर दिन्छ, राष्ट्रलाई समृद्धि बनाउन त्यो अगाडि जान्छ। त्यस कारणले हामीले प्रारम्भिक बाल विकास उमेर समूह हामीले गर्भमा बच्चा रहँदादेखि बच्चा 8 वर्षको नहुँदासम्मको अवधिलाई भनेका छौँ। त्यो 8 वर्षसम्मको अवधिमा हामीले जसरी बच्चालाई लगानी गर्छौँ त्यो बच्चाले पछि तपाईँको 25 वर्ष, 30 वर्ष, 35 वर्ष, 40 वर्षको हुँदाखेरि तपाईँको परिवारलाई, ऊ आफैलाई, तपाईँको समाजलाई, तपाईँको राष्ट्रलाई, तपाईँको नगरपालिकालाई उसले के दिने हो, भोलि नगरपालिका कस्तो बन्ने हो, भोलि समाज कस्तो बन्ने हो, तपाईँको परिवार कस्तो बन्ने भन्ने कुरा आज निर्धारण हुन्छ। त्यस्तै प्रमुख अतिथि माननीय श्री तुलाराज विष्टज्यूले बालबालिकाको अधिकार सुनिश्चित गर्ने नेपालको संविधानले नै संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्ने बालबालिका सम्बन्धी ऐनहरू बनेर लागू भइरहेको कुरा उल्लेख गर्नुभयो। कसरी विकास गर्ने, बालबालिकालाई सबल कसरी बनाउने, सक्षम नागरिक कसरी बनाउने भन्ने कुरा जुन विषयवस्तु छ, म यसलाई छोटोमा के भन्न चाहन्छु भने शिक्षा परिभाषाबाट भन्नुपर्दा शिक्षा भनेको शिक्षक भनेको अथवा शिक्षित वर्ग भनेको भोलिको कर्णधार हो। तपाईँहरू बालबालिका कर्णधार हो। तपाईँहरू आज शिक्षक हुनुभएको छ, जनप्रतिनिधि हुनुभएको छ, समाजसेवी हुनुभएको छ। तपाईँहरू पनि जस्तो म पनि एउटा विद्यार्थी थिएँ, आज यहाँसम्म पुगेको छु। म पनि एउटा यो देशको लागि एउटा विद्यार्थी थिएँ भने आज यहाँसम्म पुगेको छु। यो सबैको समान दायित्व भएको हुनाले एउटै सरकारमा छौँ भन्ने कुरा बुझिन्छ। त्यसैले भविष्यका कर्णधार कसरी बनाउने, देश सबल र समृद्ध कसरी बनाउने भन्ने कुरा विषयवस्तु साह्रै जति घन्टौँसम्म व्याख्या गरे पनि पुरा नहुने कुरा विषय हो। तर छोटोमा परिभाषा बालबालिका भनेको भविष्यका कर्णधार हुन् भन्ने कुरा हामी सबैले बुझेर कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख श्री जसी प्रसाद पाण्डेज्यूले प्रमुख अतिथिहरू लगायत सम्पूर्ण अभिभावकहरूलाई बालबालिकाहरूलाई सेतो गुराँसलाई धन्यवाद दिँदै धान रोप्यौँ भने 1 वर्षमा प्रतिफल दिन्छ, रुख रोप्यौँ भने 100 वर्षमा प्रतिफल दिन्छ, त्यस्तै बालबालिकामा लगानी गऱ्यौँ भने उज्जवलशील भविष्यको लागि जीवनभर प्रतिफल दिने भएकाले हाम्रो नगरपालिकाले बालबालिकाका लागि अभिवृद्धि गरेको छ। बालबालिकाको चौतर्फी विकास यस मेलामा भएका कक्षा कोठामा भइरहेका क्रियाकलापबाट सिकेर आफ्नो बाल विकास केन्द्रमा लागू गर्ने अभिभावक बाल शिक्षकहरूले लागू गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो। अलिकति लामो समयमा प्रतिफल दिएपछि रुख रोप्नु 10 वर्षपछि प्रतिफल आउँछ। त्यस्तै किसिमको हामीले हाम्रो दीर्घकालीन एउटा प्रतिफल लिनुपर्छ भने बालबालिकामा लगानी गर्दाखेरि त्यसको परिणाम राम्रो आउँछ भन्ने कुरा हामीले बुझेका छौँ। त्यसैले म के भन्छु, साना बालबालिकाहरूको कस्तोमा एकदम मस्तिष्क के हुन्छ भने कलिलो हुन्छ। जस्तो हामी एउटा कलिलो मस्तिष्कलाई जस्तो जे देख्यौँ त्यो देखा सिकी गर्छ बालबच्चाले। अहिले तपाईँहरूले यो जुन बालबालिका पनि आएका छन्, तपाईँहरू अभिभावक आउनुभएको छ, तपाईँहरू सहस्रता साथीहरू आउनुभएको छ, विद्यालयका प्रधानाध्यापकज्यूहरू आउनुभएको छ। सम्पूर्ण जुन यो शिक्षासँग हाम्रो यो प्रारम्भिक बाल शिक्षासँग सरकार हामी सम्पूर्ण तपाईँहरूले उपस्थित रहनुभएको छ। हामी हेर्दा त्यही किसिमको वातावरण हामी कक्षा कोठामा दिन सक्यौँ भने, त्यही किसिमको वातावरण हाम्रा भएका प्रारम्भिक बाल विकास केन्द्रमा हामी दिन सक्यौँ भने अनि बच्चाहरूको भविष्य हामीले चाहे अनुसारको हामी दिन सक्छौँ। म थोरै कुराहरू यहाँ जस्तो युनिसेफका कुराहरू आइरहेका छन्। हामी हाम्रो खाँचौर नगरपालिकासँग उहाँले साझेदारी गर्नुभएको छ। थुप्रै कार्यक्रमहरू खाँचौर नगरपालिकाले आफै पनि त्यसमा सहयोग गरेको छ। एउटा युनिसेफ जस्तै
सेतुगुराँस उहाँहरू साझेदारी गर्नुहुन्छ नेपालका सरकारको कार्यक्रममा हामी पनि एउटा सरकार भएको हाम्रो कार्यक्रममा उहाँले साझेदारी गर्नुभएको यो कार्यक्रम हाम्रो खालघर नगरपालिकाको कार्यक्रम हो यो अबका दिनहरूमा खालघर नगरपालिकाले यसरी प्रत्येक वर्षमा आफ्नै बालबालिकाहरूको कतिको बस्ने जग्गा बालबालिकालाई कसरी क्षमता विकास गर्ने यिनीहरूको चौधरी विकास कसरी गर्ने भन्ने कुरा अबको चिन्ता तपाईँ हामीमा हुनुपर्छ उहाँहरू त साझेदारी गर्नुभएको छ तर हामीभन्दा बल्तीबाट उहाँ चिन्तित उहाँहरू भएको हामीले महसुस गरेका छौँ उक्त अभिभावक मेलामा नगरपालिका भरिका विद्यालय र बाल विकास केन्द्रको सक्रिय सहभागिता रहेको थियो। मेलामा बालबालिका र अभिभावकले बनाएका बाल विकास केन्द्रमा प्रयोगमा ल्याएका स्थानीय शैक्षिक सामग्रीको प्रदर्शन गरिएको थियो। प्रदर्शन गर्ने बाल विकास केन्द्रहरूमा जनजीवन मावि टाढी, महादेव बाल विकास केन्द्र बाल मन्दिर, नवज्योति बाल विकास केन्द्र गैरा टाढी, बाल विकास केन्द्र बरातु, जनचेतना बाल विकास केन्द्र गैरा गाउँ, आहाले बाल विकास केन्द्र सेरीघाट, सालडाँडा बाल विकास केन्द्र पोरीपाली, चन्द्रदेव बाल विकास केन्द्र ढाँडगाउँ, भीमरी बाल विकास केन्द्र दाहा सेरा, भवानी बाल विकास केन्द्र मेग्र, मस्टादेव बाल विकास केन्द्र थामकोट, एडभान्स इङ्ग्लिस बोर्डिङ स्कुल बाल विकास केन्द्र तथा विद्यालयले स्थानीय शैक्षिक सामग्री प्रदर्शन गरेका थिए। उक्त सामग्रीबाट कुन प्रकारको सिकाइ हुन्छ भनेर सहभागीलाई प्रश्न गरिएको थियो। एउटा चाहिँ कपलहरू प्रेग्नेन्ट हुन्छ अनि हस्बेन्डले कसरी केयरिङ गर्छ, हस्पिटल कसरी लान्छ, लिएर आइसकेपछि पनि के गर्छ त्यो कुरा चाहिँ यहाँ चाहिँ उहाँहरू चाहिँ नाटक मार्फत हेर्नुहुन्छ। हामी यहाँ सबै 20 जना जति हुन्छौँ पहिलोचोटि यहाँ हेर्ने अनि त्यसपछि गएर चाहिँ उहाँहरूले देखाउनुहुन्छ अभिभावक यता बस्छ। सूचना प्रवाह, दर्ता स्थल, स्वस्थकर पानीको महत्त्व, व्यक्तिगत तथा वातावरणीय सरसफाइ, आकस्मिक उपचार, बालबालिकाको फेस पेन्टिङ, रैथाने पौष्टिक खाद्य सामग्रीको प्रदर्शनी, अभिभावक, शिक्षक र विद्यार्थीहरूद्वारा निर्माण गरिएको शैक्षिक सामग्रीहरूको प्रदर्शनी र नाटकद्वारा उचित स्याहार र प्रारम्भिक बाल विकासमा बुवाको जिम्मेवारी सम्बन्धी जनचेतना जागरण, मेरो छोरो त तगडा छ नि त पढ्छ पनि हलो पनि लाउँछ। हलो त्यस्तो लाउने कहाँ हो त अनि पहिला पढ्ने अनि हलो लाउने यस्तो यो दुईटा बल्द हुन्छ, दुई बल्द हुँदा नि त दुई बल्द जोड्ने हलो लाउने भने त्यो बल्द दुन्ने दुई बल्द। अनि यही के हो बाबा, यही के हो? ए यो हैलो बल्द मुन्टो निउँदा हाल्ने यस्तो होइन अनि बल्द हराउने तान्ने हो यो हलो। ए हलै बिगारेछ त ल मैले बिगारे आफू नधम्बरी गर्नु अनि ल म मिलाइदिन्छु है। यो हलो लाउनु परेन, यो हालेपछि हुँदैन, हुँदैन तान्नु पर्यो त यसरी यो पो हल्लाउने यसरी हल्लाउने यो तान्नु पर्यो बल्दले। अनि यो क्या हाल्यो, यो चुटु क्या भन्न लिने त हो त अनि जहाँ त पढ्नु थियो यो जहाँ त पढ्ने भयो खेल्ने भयो त सबै पढिकन पनि हुँदैन, खेल्नु पनि पऱ्यो त कोही बेला। भोलि खेल्ने होला पछि खेल्ने कति बोल्ने नि त पछि आइकन भर्ना हुनु पर्यो स्कुल अनि स्कुलबाट भएका पनि आइकन छोरा भन्न जानु परेन, भन्न जानु पऱ्यो हाम्रो स्कुल त भर्ना गर है। बोर्डिङ पढ्नु बोर्डिङ पनि क्या हाम्रो स्कुल पढ्ने कहिले बोर्डिङ पढ्ने पनि रुँदो क्या त्यो भयो क्या। अब बोर्डिङ अहिले छोराकन बोर्डिङ छोरीकन अब सरकारी स्कुल छोराछोरी अब एकै त सबैले तयारले हो हाम्रो गाउँ स्कुल माथि छोरीबाट के नि अन्त अब छोरा राम्रो होला बढी ठुलो पालालाई के अक्का घर जान्ने ए हुने हुने खै नि कुरा
छोरा पनि एकै हो, छोरा पनि छोरी पनि एकै त हो, दुवै एकै त हो नि त। अब स्कुलै पर कतिले नै भन्दाखेरि मास्टर आउँदैन गरे पढाइ हुँदैन गरे खाउँदै हाल्ले। स्कुलकै अरू आइकन कतिले पढाइदिएन, हामीले कतिले पढाउने हो स्कुल। गाउँले आउने भयो सबैका दाजुभाइका यी जातक भाइ हाले पनि हामी गइकन बेला बेला त्यहाँ जातक स्कुल गएछन् कि नै, मास्टर पढाउन आउँदैन कि नै, स्कुल कहीँ त हो त्यो गइकन बेला बेला हेर्न गए पनि त स्कुल राम्रो हुने भयो। ल्याउ त्यहाँको एउटा जित्ता हरिबाट फलको त हो ल्याउ बारबैको स्कुल पढाएको अन्त आयो खायो के लडी थाहै भइकन आइगयो। प्रारम्भिक बाल विकासको महत्त्व सम्बन्धित देउडा गीत प्रदर्शनी, राष्ट्रिय न्यूनतम मापदण्डमा आधारित नमुना बाल विकास केन्द्र, भाषा कोठा, गणित कोठा, सिर्जना तथा क्लेडो कोठा, बाल कथा वाचन कोठा, विज्ञान प्रदर्शनी, नाटक, बाल विकास सम्बन्धी फिल्म हल सम्बन्धी अभिभावक तथा सहभागीहरूलाई कसरी सन्देश दिने, क्रियाकलाप कसरी गर्ने भन्ने विषयमा स्टल तथा कोठामा गर्नुपर्ने कार्यको लागि सम्बन्धित सरकारवाला र बालबालिकाका अभिभावकहरूको बीचमा उपस्थितिमा सम्पूर्ण सहभागीहरूले 14वटा स्थलमा प्रत्यक्ष क्रियाकलापमा सक्रिय भई 1205 जनाले बालबालिका सम्बन्धी सृजनात्मक खेल र क्रियाकलापका आधारमा आधारित ज्ञान सिप हासिल गराई व्यवहारमा ल्याउने प्रतिबद्धता गर्नुभयो। नाटकद्वारा उचित स्याहार सम्बन्धी जनचेतना जागरण, छोराछोरीको भविष्य बनाउने जिम्मा बाबुहरूको हातमा पनि हुन्छ बाजे। बाबुहरू बढी जिम्मेवार छन् के छोराछोरीको भविष्य बनाउनमा चाहिँ। ठिक छ, मैले अब मेरी छोरीकन मेरी बुढीकन मैले आफैले चाहिँ स्याहार सम्भार राम्रो गर्छु, राम्रो स्कुलमा पढाउँछु। सुनौला 1000 दिन भन्ने छ, त्यसको चाहिँ लागु गर्छु, कुनै पनि दुःख हुन दिँदैन। प्रारम्भिक बाल विकासमा बुवाको जिम्मेवारी, बालबालिकाहरूको फेस पेन्टिङ, अभिभावक र बालबालिकाहरूसँग खेल र क्रियाकलाप, भाषा सिप सिकाइ सम्बन्धी, प्रारम्भिक गणित सिप सिकाइ सम्बन्धी, विज्ञान सिप सिकाइ सम्बन्धी, अभिभावक र बालबालिका सँगसँगै बालकथा वाचन, सृजनात्मक सिप सिकाइ सम्बन्धी क्रियाकलाप, कोलाज, पेपर क्राफ्ट, पेपर मासेमाटो, प्लेडोबाट प्रारम्भिक बाल विकास राष्ट्रिय मापदण्ड अनुरूप नमुना बाल विकास केन्द्र तथा सिकाइ क्रियाकलापको प्रदर्शन, परम्परागत बाल बालिका हुर्काउने राम्रा अभ्यास नाटकद्वारा प्रदर्शन, रैथाने पौष्टिक खाद्य सामग्रीको प्रदर्शनी, अभिभावक शिक्षक र बालबालिकाहरूद्वारा निर्माण गरिएका शैक्षिक सामग्रीको प्रदर्शनी, 1 वर्षदेखि 10 वर्षसम्मका बालबालिकाहरूको स्वास्थ्य परीक्षण तथा उपचार। खाडासगरा नगरपालिकामा आज जुन अभिभावक मेला कार्यक्रम सञ्चालन भयो, यो एकदम उपलब्धिमूलक छ। प्रारम्भिक उमेरका र 8 वर्षसम्मका बालबालिकाको व्यक्ति विकासमा के कस्ता पक्षहरूले प्रभाव पार्दछ त? बच्चा बच्चीलाई खेलेर सिकाउने जुन नयाँ विधि आएको छ, जुन हाम्रो परम्परागत अर्कालाई पिटेर, बच्चालाई पिटेर अथवा चाहिँ गाली गरेर पढ भनेर अब किताब रट्न लगाएर जुन पुरानो प्रविधि जुन थियो, पुरानो विधिलाई हटाएर नयाँ प्रविधि जुन भित्रिएको छ, यसलाई प्रवर्धन गर्ने र केटाकेटीलाई
शारीरिक मानसिक तथा हरेक संवेगात्मक रूपमा उनीहरूलाई विकास गर्नको लागि पोषणदेखि लिएर हरेक कुरा पढाइ लेखाइ सुनाइ बोलाइ खेलाइ हरेक पक्षको चाहिँ विकास गर्नको लागि यो मेलामा हाम्रो सबै अभिभावकलाई राम्रो सन्देश दिन्छ भन्ने लाग्छ। यो अभिभावक मेलामा चाहिँ मैले 5वटा जिल्ला मुगु, कालीकोट, आछाम, बाजुरा र महोत्तरीमा भइरहेको कार्यक्रमहरू हो। यसमा कालीकोटमा चाहिँ नगरपालिकाले जुन आर्थिक लगानी गरेको छ यसको लागि चाहिँ मैले ज्यादै प्रशंसनीय पाएँ। यो निकै ठुलो लगानी हो, अरू जिल्लाहरूको तुलनामा यो उच्च स्थानमा पर्दछ। यसले यहाँको सामाजिक क्षेत्रमा काम गर्ने र मानवीय क्षेत्रमा काम गर्ने जुन उत्साह र उहाँहरूको बुझाइ देखिएको छ यसप्रति चाहिँ हामी एकदमै आत्मविश्वास प्रकट गर्दछौँ। र यो अभिभावक मेलामा अरू जिल्लाहरूभन्दा यहाँका अभिभावकहरू चाहिँ जुन रूपले उपस्थित हुनुभएको छ यो जनसङ्ख्याको हिसाबले ज्यादै ठुलो उल्लेखनीय उपस्थिति हो। र एउटा इम्पोर्टेन्ट कुरा, महत्त्वपूर्ण कुरा चाहिँ के रह्यो भने यहाँको प्रतिक्रिया चाहिँ सांस्कृतिक कार्यक्रमहरूमा र भाषण हुने कार्यक्रमहरूमा चाहिँ मात्रै उहाँहरूको उपस्थिति हुन्थ्यो र यस्तो कार्यक्रम जहाँ चाहिँ हामीले विभिन्न क्रियाकलापहरूमा आफै संलग्न भएर गरिने कार्यक्रमहरू पनि हुँदो रहेछ, यस्तो प्र्याक्टिकल कुराहरू पनि हुँदो रहेछ मेलामा भन्ने कुरा सिकाइ भएको हामीले पायौँ। र यो मेलाले अभिभावक, बालबालिका र शैक्षिक सिकाइहरूसँगको एउटा सामञ्जस्यताको पनि विकासको सुरुवात भएको छ र अभिभावकज्यूहरूले पनि एउटा हाम्रो भूमिका के रहेछ त, बालबालिकाहरूलाई चाहिँ सिकाइमा हामीहरूले कसरी संलग्न, उनीहरूको सिकाइमा हामीहरूले पनि संलग्न भयो भने उनीहरूमा अझै हौसला कसरी आउँछ त भन्ने कुराहरूको बारेमा पनि उहाँहरूले महसुस गर्नुभएको छ। र यो मेलाले चाहिँ एउटा समुदायमा राम्रो म्यासेज छोडेको छ भन्ने हामीले लिएका छौँ। मेलाको अपेक्षित उपलब्धि चाहिँ के छ भने हामीले अझ 1000जना अभिभावकहरूलाई चाहिँ यो प्रत्येक स्टलमा, हाम्रो यहाँ बाहिर 7वटा स्टल छ र भित्र कोठाहरूमा पनि हामीले हाम्रो 10-11वटा स्टल गरेर जम्मा 17-18वटा स्टलमा चाहिँ 1000जना अभिभावकहरूलाई हामीले लाभान्वित गर्ने उद्देश्य राखेका छौँ। र 300 बालबालिका, यदि किनभने यो एकदमै विकट ठाउँ हो, साना साना बच्चाहरू लिएर आउन गाह्रो हुन्छ, त्यसैले हामीले बालबालिका चाहिँ 300जना बालबालिका टार्गेट राखेर यो कार्यक्रम आयोजना गरेका छौँ। र स्टेक होल्डर सबै गरेर अभिभावक, स्टेक होल्डर अनि यो प्रारम्भिक उमेरका बालबालिकाहरूसँग काम गर्ने सङ्घ संस्थाहरू यो सबैलाई चाहिँ गरेर जम्मा 1000जना र 300जना बच्चा चाहिँ हाम्रो लाभान्वित सङ्ख्या रहेका छन्। यो प्रत्यक्ष बालबालिकासँग अभिभावक आएर चाहिँ खेल्ने क्रियाकलापमा भाग लिने, विभिन्न स्टलहरूमा अनुमान गरेर उहाँ स्वयं चाहिँ आफै खेलेर मनोरञ्जन लिनुको भएकोमा एकदमै सिकाइ उपलब्धि एकदमै हाम्रो उपलब्धिमूलक चाहिँ रहेको छ। आफ्नो जिल्लाको प्लान अनुसार हामीले मिट गरिरहेका छौँ। यस अन्तर्गत हाम्रो परियोजना अन्तर्गतका विभिन्न कार्यक्रमहरू हामीले गर्दै आइरहेका छौँ, जसमा अभिभावक शिक्षा कार्यक्रम हामीले चलिरहेको छ। पहिलो फेजमा हामीले कालीकोट जिल्लाका 233वटा बाल विकास केन्द्रहरूमध्ये 134वटा बाल विकास केन्द्रमा 134वटा बाल विकास केन्द्रमा हामीले चाहिँ अभिभावक शिक्षा सञ्चालन गरिसकेका छौँ। अभिभावक शिक्षाको मुख्य उद्देश्य भनेको त्यहाँ चाहिँ अभिभावकहरूको ज्ञान सिप र व्यवहारमा परिवर्तन ल्याउनको लागि त्यसको उद्देश्य रहेको थियो भने यो फेजमा हामीले लगभग 6000 अभिभावकको हामीले संलग्नता गरेर अभिभावक शिक्षा सम्पन्न गरेका छौँ। सोही एउटा बालबालिकाको ज्ञान सिप र अधिकारलाई सुनिश्चित गर्नको लागि हामीले अभिभावक मेला, त्यसलाई चाहिँ अझै प्रभावकारी ढङ्गले अभिभावकको ज्ञान सिप र व्यवहारमा परिवर्तन ल्याउनलाई अभिभावक मेलाको कन्सेप्ट आएको हो। यो अभिभावक मेलामा हामीले विशेष यसको चाहिँ पूर्ण हाम्रो जिम्मेवारी खाँडाचक नगरपालिकाको आयोजनामा र युनिसेफ नेपालको प्राविधिक सहयोगमा र सेतु गुराँसको सहजीकरणमा भए तापनि खाँडाचक नगरपालिकाको जुन प्रकारको हामीलाई एउटा खालको जिम्मेवारी दिएर काम गर्ने एउटा अवसर दिनुभयो, उहाँलाई म त सर्वप्रथम धन्यवाद ज्ञापन गर्न चाहन्छु।